हामीले बरु आइरहेछ फेरि एकचोटि ट्राई गर्छु ल कति आउँछ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ हामी कलेज जान लागेको अनि अहिले बिहानको चाहिँ मर्निङको टाइम चाहिँ 8 बजिसकेको छ अनि हामी चाहिँ अब निस्किनु पर्ने हुन्छ। ढिलो ढिलो भइसकेको छ अनि यहाँ साथी चाहिँ रेडी भइरहेछ अनि म चाहिँ रेडी भएर बसिरहेको छु। अगाडि हिँड ल, चप हिँड न, म आउँछु। सो अब हामी चाहिँ निस्किएको, साथी चाहिँ गइसक्यो साइकलमा। अब साइकलमा त जानुपर्छ, सबैसँग गाडी आइरहेछ है। यहाँको लिची पनि सक्यो, हेर्दा हेर्दै सक्यो, खानै पाइएन। हाम्रो होस्टेल चाहिँ यही हो, यस्तो छ है, 3 तले बिल्डिङ हो अनि यहाँ पार्किङ हुन्छ, कारहरू पार्किङ। अनि हामी चाहिँ अब गएको, साथी चाहिँ साइकलमा चढिरहेछ। अब म पनि साइकल चढ्नु पर्ने हुन्छ, भिडियो बनाउनु मिल्दैन, त्यही हो। अब किन मिल्दैन भने चाहिँ अब यसरी ठेल्दै गयो भने त म अहिले पुग्दिनँ, मलाई 1 घन्टै लाग्छ कलेज पुग्न। त्यही र साइकलमै जानुपर्छ। साइकलमा चाहिँ भिडियो यहाँ बनाउनु मिल्दैन। मैले स्ट्यान्ड किनेको छैन नि त फोनको, चेस्ट माउन्ट किन्नु भनेको पैसै छैन, त्यही र किनेकै छैन। सो हेर्दै गर्नु, म अब कलेज गएर तपाईँहरूलाई मेरो कलेज कस्तो छ भनेर देखाइदिन्छु ल साथीहरू। साथीहरू हाम्रो चाहिँ यहाँ पार्किङ एरियामा आइसकेको छ। हामी चाहिँ टक्कसँगले यहाँ चाहिँ गाडी जानुपर्ने हुन्छ। साथी चाहिँ यहाँ छ, यो चाहिँ यता चाहिँ स्कुटी पार्किङ हो, बाइकहरू स्कुटी, अनि चाहिँ यता चाहिँ साइकल पार्किङ। सो यहाँदेखि अब हामी पारी जानुपर्ने हुन्छ। साथीलाई नि अस्ति एक भ्लग बनाइरहेको देखेँ होइन, साथी युज गर चल ल मैले गिफ्ट दिएँ तिमीलाई भनेर। कति थियो? 3100 सब्सक्राइबर। 3100, 3000 भनेको पनि धेरै हो नि हो सब्सक्राइबर। साथीहरू अब हामी चाहिँ अहिले सबैसँग पढ्नुहोस् होला है, उहाँबाट बिग्रा विद्यार्थी पऱ्यो। हेर्नुहोस्, नेपालीहरू सबै नेपाली हो। हामी चाहिँ यहाँ देखिएर गयो भने सबैजना। हाम्रो गएको चाहिँ यो सोला गएको ओकिनावाको सबैभन्दा पपुलर गएको। ओकिनावा होइन कि अस्ति जापान के भन्दैछ भने ओकिनावाकै सबैभन्दा भाइरल हो। जापानको निकै चर्चित गएको होइन सोला भन्दै। किन भन्दै मान्छे धेर भएर वर्किङमा सपोर्ट नगर्ने गएको भन्नु भनेको होइन, हाँसिरहेको। हो अनि यत्रो धेरै विद्यार्थीहरू छ यो गएकोमा, अनि कहाँबाट वर्किङ पनि लागेको जस्तो हो। अनि टेन्सन तनाव पो लागिसक्यो त गाइस। गएको चाहिँ आइपुग्यो साथीहरू। हाम्रो गएकोको अगाडि चाहिँ यस्तो छ, टक्कसँगले मुनि बस्ने हाम्रो हरि सर, एकदमै ह्यान्डसम भएर टक्कसँगले। तिम्रो भिजा आयो कि हेरिदिउँ न भने, आजको दिनमा हरि सरको भिजा आयो कि भन्ने आश छ। नयाँ आएछ त साथीको चाहिँ आज पनि भिजा आएको छैन। राईको पनि आएको रहेछ है, राईको आएको छैन रहेछ। ल भोलि चाहिँ आउँछ कि। राई सिद्धार्थ आइसकेको छ हिँड्नुमा, राई सिद्धार्थ आइसकेको छ। ल हाम्रो साथी राई सिद्धार्थको चाहिँ आइसकेको छ भिजा। ल साथीहरू हाम्रो गएको चाहिँ यस्तो छ, चारैतिरबाट घुम्न नि मिल्ने। ओइ कता हो? ओ सोल्टी, कहाँ चेन्ज यता हो? त्यसरी जानु मिल्छ? छैन हौ, भिडियो बनायो। ओके अब भरे जाउँ यहाँ, हामी अब हाम्रो क्लासमा जानुपर्ने हुन्छ। के छ साथी? कुर्सी नै छैन आज नै लास्ट। त्यहाँ साथी जाने आज एक्जाम हुँदैन होइन। ल सो क्लासमा आइपुग्यौँ। सेन्से चाहिँ आउनु भएको रहेन रहेछ टक्कसँग। सो गाइस क्लास आइपुगिसक्यौँ हामी चाहिँ। यहाँ साथी छ, साथी र म बस्छु। यहाँ चाहिँ 2-2जनाको मात्र हुन्छ बस्ने ठाउँ। ल अब
अब चाहिँ हामी चाहिँ अहिले कम्प्युटर क्लासमा छौँ। अब हाम्रो चाहिँ लगभग 1.5 घन्टा जति चाहिँ कम्प्युटर क्लास हुन्छ अनि त्यसपछि चाहिँ हाम्रो छुट्टी हुन्छ। अहिले चाहिँ यस्तो छ। अब चाहिँ कम्प्युटर चलाउनु पर्ने हुन्छ साथीहरू। अब चाहिँ टाइपिङ सुरु हुन्छ। टाइप गर्न सिक्नुपर्ने हुन्छ टक्कसँगले यसरी। मलाई खासै आउँदैन अहिलेसम्म। सिप थिचेर एस थिच्नुपर्ने रहेछ। फेरि पनि अब ट्राई गर्छु। अघि चाहिँ ई माइनस आयो, ई आयो, ई चाहिँ आएछ, ई माइनस चाहिँ बरु ई आइरहेछ। फेरि एकचोटि ट्राई गर्छु ल कति आउँछ। 1 2 3 गो स्टार्ट। सिफ्ट एच थिच्नु भएको छ। सिफ्ट एच त्यसपछि हात यसरी राख्ने। ई स्पेस डब्लुए एस स्पेस ए बी ओ यु फाइनली रिजल्ट आएको छ ई प्लस। तपाईँले देख्न सक्नुहुन्छ यहाँ ई प्लस आएको छ। ई प्लस आइसकेको छ मेरो। साथीहरू आजको हाम्रो कम्प्युटर क्लास चाहिँ सकिसकेको छ भने सबैजना निस्किसकेको छ। हेलो साथीहरू, हाम्रो क्लास चाहिँ छुट्टी भइसकेको छ भने हामी चाहिँ बाटोमा छौँ। अहिले बाटो हिँड्दैछौँ भने अरू साथी चाहिँ यता छ भने म चाहिँ यता छु भ्लग बनाउँदै होइन। अब यस्तै छ। अब अघि आउँदा त अरालै आयो, हाँसी खुसी आयो भने अब यस्तो घाम लागिरहेछ, यस्तो गर्मी छ। खोइ हो किन आएको चाहिँ के हो 25 डिग्री 26 डिग्री देखाउँछ, तर घाम चाहिँ यस्तो चर्को लाग्छ। म आफै छक्क लागेर आउँछ। अब हामी यहाँदेखि सिधै यताबाट सिधै गएर राइट साइड जानुपर्छ। राइट साइडमा चाहिँ अब यो पारिपट्टि चाहिँ अब के भन्छ हाम्रो साइकल पार्किङ एरिया छ। त्यहाँ हाम्रो पार्क गरेको छौँ हामीले साइकलमा। के हो म के बोल्दैछु, त्यो पार्क एरियामा चाहिँ हाम्रो साइकल पार्क गरेको छौँ होइन। साइकल पार्किङ एरियामा त्यही हामी चाहिँ पारि जानुपर्ने हुन्छ है। गाडी आइरहेछ हामी छिर्दिने। अब हामी चाहिँ साइकल कुदाउनु पर्ने हुन्छ है गाइस। अब हामी चाहिँ साइकलमा जानुपर्ने भएकोले भिडियो बनाउनु पाइँदैन। सो तपाईँहरूबाट बिदा लिन्छु। सो स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै सो आजको भिडियोबाट बाई बाई साथीहरू।